लोभी साहु र बुद्धिमान किसान। धेरै वर्ष अघि पहाडको काखमा बसेको एउटा सानो गाउँ थियो। त्यो गाउँ हरियो जङ्गल, कलकल बग्ने खोल्सा र मेहनती किसानहरूका कारण चिनिन्थ्यो। त्यही गाउँमा हरिराम नामका एक गरिब तर इमान्दार किसान बस्थे। उनको सानो झोपडी, थोरै जमिन र एउटा गाई मात्र थियो, तर उनको मन भने सुन जत्तिकै सफा थियो। उही गाउँमा धनबहादुर साहु नामका एक धनी तर अत्यन्तै लोभी मान्छे पनि बस्थे। उनको ठूलो घर, धेरै जमिन र प्रशस्त धन थियो, तर मन कहिले भरिन्थ्यो। अरूको दुःखमा खुसी हुने र छलकपट गरेर फाइदा उठाउने उनको बानी थियो। एक वर्ष गाउँमा ठूलो खडेरी पर्यो। पानी नपरेर बाली सुक्न थाल्यो। किसानहरू चिन्तामा परे। हरिरामले पनि धेरै दुःखले आफ्नो गाई बेचेर परिवार चलाउनु पर्यो, तर धनबहादुर साहुले चाहिँ अन्न लुकाएर महँगोमा बेच्न थाले। एक दिन हरिराम जङ्गलतिर घाँस काट्न गएका थिए। खोल्साको किनारमा उनले पुरानो माटोको घैँटो देखे। जिज्ञासाले खोल्दा भित्र पुराना सुनका सिक्का थिए। हरिराम डराए। यो धन मेरो होइन, उनले मनमनै भने। यसले मलाई दुःख दिन सक्छ। त्यही बेला एक वृद्ध साधु त्यहाँ आइपुगे। साधुले मुस्कुराउँदै भने, बाबु, त्यो घैँटो तिमीले पाएको